साँच्चै बिरामी त सामन्ती भनिएका पूर्व राजा ज्ञानेन्द्र पनि हुँदा हुन्, तर तिनलाई उपचार गर्न विदेश नै जानुपर्छ भन्ने ज्ञान किन नआएको होला? विरासतमै प्रशस्त सम्पत्ति लिएर आएका ज्ञानेन्द्र भन्दा चप्पल लगाएर काठमाडौँ छिरेकाहरू नै बरु बढी धनी देखिन्छन्। देउवादेखि माधव नेपालसम्म बेलायत अमेरिका पुगिरहन्छन्। ज्ञानेन्द्रलाई घुम्न पनि मन खासै नलाग्ने हो कि के हो? सबैभन्दा महँगो कार चढौँ, सबैभन्दा अग्लो महलमा बसौँ, सबैभन्दा महँगो डिजाइनको फेसन लगाउँ भन्ने चाहना पनि किन नआएको होला? मन्त्रीहरू एकपटक चढेको गाडी नचढ्ने भन्छन्। उनले नयाँ गाडी मागेको या किनेको पनि सुनिन्न। लन्डनको महलमा सपिङ गर्ने रहर होला कि नहोला? फ्लोरिडामा होलिडे मनाउने रहर किन नआएको होला? विदेशतिर अकुत सम्पत्ति जोडेको पनि देखिएन। हाम्रा प्रधानमन्त्रीले बालुवाटार छोड्दा पकाउने भाँडाकुँडा र कार्पेट पनि लैजान्छन्। उनी एउटा कारमा बिदा भएका थिए। ज्ञानेन्द्रको हल्ला गरी यस्तो विशाल सम्पत्ति पनि देखिएन। यही एउटा निर्मल निवास बाहेक काठमाडौँमा उल्लेख्य दरबार